यो बुच्छु यो के हो यो के भयो अञ्जुलीमा रहेको माटोको 10,860 1 बज्न लाग्यो तपाईको स्कुटी हराइसक्यो तपाईँ किन नबस्नु साथीभाइहरू अहिले चाहिँ घर गइसकेको छ अनि यहाँ चाहिँ यति धेरै भिडियो देख्न सक्नुहुन्छ हजुरहरूले गर्ने ठाउँबाट चाहिँ हामी अहिले जाँदैछु विजय दाइको घरमा अरू चाहिँ सर्ट छ होइन अब त्यो बेलासम्म त नि कहाँ अपडेट त कहाँ पुग्छ नि त मैले भ्लग हाल्ने बेलासम्म त पनि अब यो चाहिँ अब यसो भ्लग त्यो पनि राईको बुद्धि ढिला आउँछ यतिखेर राति भ्लग गर्छ अरू बिहान उठेर गर्छ म राति गर्छु त्यो चाहिँ आस्ते आस्ते पछाडिको मान्छे 45 केजीको छ उडेर जान्छ नि फेरि के मलाई त विजय दाईको स्कुटरले त छोड्नै भन्दैन त के हो दाई माया कुरा के हो खास माया चाहिँ दाइले माया चाहिँ कति खान्की नमस्ते कति बजी भेट भयो भाग्यमानी सन्चै हुनुहुन्छ एकदम सन्चै छु बहिनी कलरहरू घाँटी भएर जाइनु हामी मेहनतीहरू यस्तै हो होइन हो हजुर लिएर म्याउ दिने मेरो भान्जीहरूले खोइ नमस्ते त बहिनीलाई त हेप्नुहुन्छ है दाइ बिचरा 45 केजी भएको बहिनीलाई कहाँ मैले ढुङ्गा खोज्ने खोइ ढुङ्गा कहाँ छ ऊ तल होइन ऊ कहाँ हेर्दैछु दुएर चाहिँ त्यही हाम्रो दाइहरूले सेकुवा खाने अरे यहाँ तल छ यो दाइको आँखा त यो दाइको आँखा त हो क्या म त खोइ हो धुनु परेन धुकै अरे क्या दाइ तब त लास्टै आहा मेरो दाइ कस्तो राम्रो देखेको के गर्नु पर्यो अरे दाजु टेन्सनको बाबाजुत पनि चिच्ची खुवाउँछु मेरो बहिनीलाई ल बहिनी अब चिच्ची खाने अरे ठुली नाना बोलाउनु ठुली नाना भ्याउँदैन रुँदैछ मिलाएर राम्रो हो त्यही त हो विजय दाइ ढङ्ग त तपाईँले त ढङ्ग माराङ मादङ कस्तो मिलाएर आम्मामा ओ विजय अन्त टेन्सनको बाबाजुत पनि यत्रो टेन्सनको बावजुद पनि यत्रो भएको पो त होइन 15, 16, 11, 13, 4 नम्बरमा कार्य पर्न अच्छा यहाँ दुधको दुध पानी छ साथीभाइहरू यहाँ चाहिँ कसैको लागि सोक कसैको लागि यहाँ सेलिब्रेट हुँदैछ अनि हाम्रो दुईजना यहाँ छुट्टै छ उनीहरूको रजाइ यहाँ छुट्टै छ बेग्लै यिनीहरूको टाइम लाग्यो दिने 62 मिनेट ला 1 घन्टा 2 मिनट लाएर भोट लाउन गएको है अनि घरि हेर्दै कुदेको ल बुबा राख्यो है हाम्रोतिर चाहिँ यस्तै छ है दुःख फेरि हाम्रो दाइ सोक मनाएको हो कि सेलिब्रेट गरेको के गरेको केही बुझ्दिनँ म टेन्सनले बुढी गुलिन्छ टेन्सनले मोटाउँछ दाइ टेन्सन लाग्यो भने घुमिन्छ होइन बिजोगुलो लागेको अब मलाई झर्न लाउने होला होइन हो लगभग राति दिन रमाइछु रातिको 10:30 भयो यहाँ विजय दाइ के गर्नु र भर्खरै के गरेको थिएँ हेर्नु यस्तै हुन्छ भनेर विजय दाइलाई मैले सुरुमा हिँड्नु भनेको कति माया छ है छ नि अब यहाँ दाइको घरमा नबस्ने अरे बहिनीहरू पनि म त दिँदैसकेँ
तिनीहरूलाई नम्बर हिँडेको अब 11 बज्नु लागेको छ फेरि एकचोटि सभागृह जाने सभागृह आइपुग्यो अब हामी यताको हालत चाहिँ यस्तो हुन्छ अझ यहाँनिर देख्न सक्नुहुन्छ मान्छेको भिड यति वडा नम्बर 3 सम्म सक्यो अरे अब 4 को बाँकी अरे हाम्रो यहाँबाट आउँछ एक्साइटमेन्ट फुल एक्साइटमेन्ट चाहिँ सबैजना यति धेरैजना मान्छे हुनुहुन्छ कि यहाँनिर कसलाई के भयो भने सबैलाई थाहा छ हामी यहाँ कुरिरहेछौँ अहिले चाहिँ फुल माटोको भइरहेछ है यहाँनिर ल यो साथीभाइहरू अहिले चाहिँ 11 बजिसकेको छ अनि यहाँ चाहिँ यति धेरै भिड देख्न सक्नुहुन्छ हजुरहरूले सूर्यले 302 मत गएको छ रुखले 528 घन्टीले 2682 5 अन्जुलीमा रहेको माटो 1049 साथीभाइहरू प्रकाशित भइसकेको छ बाँकी छ यति धेरै मान्छेहरू आउनुभएको छ होइन र साथीभाइहरू अब हामी चाहिँ लाग्यो क्षेत्र नम्बर 1 को वडा नम्बर 4 को कोरोना भएर सक्यो होइन अब अघि निन्द्रा पुरै भइरहेको मान्छे अहिले निन्द्रा लगभग उडिसक्यो अब हामी घर जाँदैछौँ बाँकी अपडेट चाहिँ भोलि के हुन्छ चटपटी बन्द भएको छैन ए आमाले चटपटी पनि ल्याइदिनु भन्नुहुँदै थियो ए नानाले भिडियो बनाएर चाहिँ बिचमा हालेर चटपटीको अर्डर आइसकेको छ अझै नै जमानादेखि मान्छे कुनै ए सबैलाई देख्यो होला यतिकै मोटाको त होइन कि 12 बजिसक्यो है जातो जस्तो खाएको नाइ भन्नु न हौ घरिघरि त दाइ नाइ भन्ने शब्दै छैन कि नाइट भ्यू घन्टा घरको 12 बजी अब के साथी भेट्छु मलाई नि वडा नम्बर 4 मा आएपछि चाहिँ उसले धेरै ल है हामी चाहिँ रेलवेको साइडमा छ अब हाम्रो जिन्दगी यसरी नै जाने भयो साथीभाइहरू अहिले चाहिँ यहाँनिर स्कुटर बिग्रेको मैले भन्दै थिएँ नि लागि अब बाटोमै छु पीडा नपर्ने दुःखमा गीत गाइदियो कुन गीत गाइदियो जिन्दगीले म दुई कुराले रुवायो अब के गर्ने त नि अब ला दाइ जनता जान्न चाहन्छन् 2 सप्ताह भन्नुहोस् रातिको 1 बजी हिँड्दाखेरि कस्तो महसुस भइरहेछ हजुरहरूलाई कस्तो महसुस होइन कि दाइको स्कुटी बोल्दा यस्तो खुसी हुने मलाई थाहा थियो अब त्यो एक दिन बिग्रिन्छ भन्ने कुरो मलाई स्पष्टसँग थाहा थियो मेरो दाइ केटी मान्छेको ब्लग भएर आउटफिट चेक नहुने कुरा त हुँदैन साथीभाइहरू त्यही भएर तपाईँहरूले हेर्न सक्नुहुन्छ म यहाँनिर सोझी साझी होइन दाइको स्कुटी बिग्रेर रमाउने बहिनी एक मात्र रम्बा ए ल रम्बा अब के गर्नु दाइ स्कुटीको अवस्थै त्यस्तै थियो नाजुक थियो बेजोक थियो बिजे दाइ मैले स्कुटी भएन मेरो बेजत भयो कि मेरो स्कुटीको ल पुस गरे भनेको पुस नगरे कि रमाइलो भइरहेछ अब दिदीलाई पनि यस्तो भाउ खानेहरूसँग नबोले यता क्यामराम्यान साइड प्लिज साइड म जस्तो क्यामेराम्यान त कोही छैन जस्तो लाग्छ ल दिदी पनि रडिङ खेला त कसले जित्छ मैले जिते भने के दिनुहुन्छ चटपटे खाऊ त्यहाँको सो हाई गुड मर्निङ एभ्री वान अनि अहिले चाहिँ म चाहिँ उठिसकेको छु अनि अहिले चाहिँ धरानमा चाहिँ सुनसरी एकमा चाहिँ धरानले लिड गरिरहेछ त्यसपछि घन्टी छ त्यसपछि खोइ को छन् मजाले हेरेको छैन मैले चाहिँ त्यति मात्र अपडेट हेरेँ अनि अब मेरो चाहिँ यहाँनिर पेन्टिङ बाँकी छ हिजो मैले यतिमै छोडेर गएको थिएँ यसलाई अब म कम्प्लिट गर्छु मेरो चाहिँ यहाँनिर ट्युसन पढ्ने
भाइ आइसकेको छ। अनि यो कसलाई अरे आयन? यो कसलाई अरे? थ्याङ्क यू आयन। ल ह्यान्डसेक गरिदिउँ नि त। अब आयनले यहाँनिर अर्को लेख्छ यहाँनिर अनि लेखेर मलाई देखाउनुहुन्छ ल। 3 जना जुखुरीहरू होमवर्कै नगरिकन आएर मलाई यहाँ हजमोलाई दिएर पचाउनु खोज्दैछन् कुरा हेर। यहाँ अझ लुकेको अरे यस्तो ज्ञानी हुनुपर्छ आयन जस्तो। यी सौगातीले काचकचिक भयो नि गरेछ बरु। यिनीहरूको त कुरा मात्रै ठुलो। मेरो पेन्टिङ चाहिँ यो बुझ्छु यो के हो? यो के भयो? यो आज फेरि यतिकै म मेस छोडेर जाँदैछु। आधी यो बिर्कोहरू चाहिँ लाउँछु। यतिकै छोडेर जाँदैछु फेरि। अब यो 2-3 दिन सकिन्छ जस्तो छ। अब हामी फेरि खोइ कता जाने हो म थाहा छैन। म त पुच्छर भएर जानु लागेको। बहिनीको हातबाट त्यो चस्मा खुस्किने भयो। मैले खुस्काउँदिनँ थिएँ। ठुलो बहिनीलाई लाँदै तपाईँ स्कुटी भन्नु हो रहेछ। त्यस्तै छ हो दाइ। हो बहिनी हो। तपाईँको स्कुटी हराइसक्यो। तपाईँ चिनो नबस्नु पर्छ। ट्याङ्की कवाडीमा पुगिसक्यो होला। तपाईँको स्कुटर कवाडीमा पुगिसक्यो होला। तपाईँ मजाले बस्नु न। अनि अब यो माथि हेर झिलिक्क तपाईँ हेर पिलिक्क। यो विजय दाईको स्कुटर हेर। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूलाई पनि यस्तो ढुङ्गाको खाँचो छ भने यहाँ थुप्रो रहेछ है। दाईहरूको पछि आएको खै कहाँ लेको के लेको मलाई केही थाहा छैन। यो त हाम्रो गाउँतिर टन्नै हुन्थ्यो होइन। कस्तो राम्रो घर हेर चिरिक्क चडक्क। सकिँदैन ठेक्दारहरूसँग। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ साथीभाइहरू। यहाँ मौरीको घर छ। यहाँबाट मौरी छिर्छ। यसरी गोबरले बन्द गरेको छ। ड्रागन फ्रुटहरू पनि हेर्न सक्नुहुन्छ। विजय दाई तपाईँको साथी किन कराएको? चोर छिर्यो बारीमा। साथीभाइहरू किम्बु भेटायो है किम्बु। एकछिन न यो तलको भन्दा कति बजी खानु पाएको हो मैले त खोइ भन्नु त। चोरी खासै चोर्ने मान्छे त होइन कि साथीभाइहरू म। तर के गर्नु यस्तो त नि हामीले पहिला अनुहारमा दलेर कुचुक पारेर यता जुङ्गा लाएर पनि पुग्थ्यो है। अचेल त सुँग्न पनि पाइँदैन। खाए ल विजय दादाले एक्सिडेन्ट गराएर हेर मेरो यस्तो लुगा कालो। हेर दुनियाँ खाइसक्यो यो कटुले। अब अहिले आएर लजाएको हेर हामी मतगणनाको दोस्रो दिन पनि फेरि आएको छ। यहाँ छप्री गुन्डेनी जस्तो भएर गुन्डेनी जस्तो देखिरहेको यहाँ हेर्न सक्नुहुन्छ। यति धेरै मान्छेहरू हुनुहुन्छ। हामी पनि अब आएर अपडेट दिन्छौँ यहाँ। जम्मा अहिलेसम्म गनेको मत 26,122। अञ्जुलीमा रहेको माटोको 10,860।